हेलो गुड मर्निङ नमस्ते सेवा फ्याफुलो लस्सो टासीजीले जोजोलप्पा झोरले सेवा सेवा रो डन्डोट ढोक दिया हुन्थ्यो एउटाले ल यति बेला चाहिँ म यो पोखराको सारङकोटमा छु भ्यू पोइन्ट सनराइज भ्यू पोइन्टमा र यहाँ चाहिँ ठुलो मूर्ति बनेको छ गणेश भगवानको यो अहिले नयाँ संरचना रहेछ यस्तो रहेछ है साथी हो भ्यू पोइन्ट हामी चढ्दैछौँ माथि अझै माथि भनिदिन्छु हाम्रो ज्वाइँले हामी चढ्दैछौँ यहाँ ओ तल गएर खुसी गर्दैछ विष्णु बहिनी ल भाउजू कहाँ छोडेर थाहा छैन तलबाट आएको हामी आइपुग्यो यही हो ल यहाँबाट योबाट आयो माउन्टेन अब ल टेलिफोनको टावरमै आयो कसरी नतान्ला अब त ल पोखराबाट वाउ मूर्ति भगवान गणेश यो चाहिँ पछाडिबाट है यहाँ भ्यू पोइन्ट बनाएर छ ल हेर्नुहोस् ऊ केबल कार ऊ तल कुद्दैछु केबल कार ल अब दिन्छ मान्छेहरू गुटुङटुङ बिहान सनराइजको लागि केबल कारदेखि आउँदैछ मान्छेहरू रे तलबाट यो चाहिँ अहिले नयाँ संरचना छ यो पोखरा सारङकोटमा चाहिँ पोखरा सारङकोटमा यहाँनिर गणेश भगवानको मूर्ति शिलादर राखेर छु ल यहाँ चाहिँ पुरै उग्रिँदा चाहिँ हिमालहरू पुरा देखिने छ ल यहाँ पोखराको भ्यू हेर्नुहोस् ल पोखराको भ्यू ल वाउ पोखरा लन्च पोखराको यो बिहानको दृश्य तपाईँहरूलाई अझै अलिकति उग्रिएको छैन है हिमालहरू अब एकछिनमा चाहिँ घाम झुल्किनु लागेको छ सबै घाम हेर्ने इन्तजारमा हुनुहुन्छ है अतिथि पाहुनाहरू हुनुहुन्छ यो दृश्यहरू मनमोहक दृश्य छ यति यो पोखरा अलिकति यो बादल चाहिँ चट्ट उडेर गइदिएको भएदेखि डाँडा छेडेर बनाएको घरहरू पनि साथी ल साथीहरू यो भ्यू पोइन्टबाट कस्तो आयो भिडियो के गरेँ चुट्टो लाग्यो कमेन्टहरू ल म एकछिन लाइभ गर्नु पर्यो